टिम विकल बराल क्याप्टेन कृपया यसो छोटो कुराकानीको लागि यसो प्लेयर अगाडिबाट यसो हरिदिनु पर्नु सर। फर्स्ट अफ अल भेरी कङ्ग्रेचुलेसन हजुरलाई अनि त्यसपछि हजुरको टिमलाई होइन। त्यही हप्ता अगाडि मात्र कास्कीमा रत्नशालामा टी20 लिग भएको थियो जसमा तपाईँहरू जितविहीन हुनुभएको थियो होइन र अन्तिममा चाहिँ अब अन्तिम पोजिसनमा, तर अहिले चाहिँ एक खेल पनि नहारी फाइनल जित्नु भएको छ र यति बेला चाहिँ त्यो र अहिलेको कम्पेरिजनमा अहिले कस्तो फिल भइरहेको छ? थ्याङ्क यू सन्देश। फर्स्ट अफ अल चाहिँ म हाम्रो महानगर यो पोखरा मेट्रोपोलिटन सिटी इन्टर क्लब मेन्स टी20 क्रिकेट च्याम्पियनसिप यो अर्गनाइज गरेकोमा सर्वप्रथम अर्गनाइजिङ कमिटी र सम्पूर्णमा धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। र तिम्रो प्रश्नमा आउँदाखेरि चाहिँ इट वाज अल अबाउट बेसिक होइन। अब उता पनि हामीले क्रिकेट चाहिँ तिम्रो मार्जिनलमा चाहिँ एउटा कुनै इनिसियल फेजेसमा गुड क्रिकेट चाहिँ खेलेको थियौँ, तर एउटा टिम एफोर्ट आइरहेको थिएन, एउटा इन्डिभिजुअल ब्रिलियन्स हियर एन्ड देयर भइरहेको थियो। अब ब्याट्सम्यानले पनि ट्राई गरि नै रहेको थियो, बोलर्सहरूले पनि ट्राई एफोर्ट लगाएकै थियो, फिल्डिङ वाइज पनि थियो, तर हामी चाहिँ चुकि नै रहेको थियौँ। अनि अर्को कुरा चाहिँ हामी एज अ एउटा क्लब चाहिँ हामी इनिसियल फेजमा छौँ, अहिले हामी रिबिल्डिङ फेजमा छौँ। अब इट टेक्स टाइम होइन। अब त्यो टुर्नामेन्टमा पनि हामीले टाइम लियौँ त्यसको लागि चाहिँ। अब हाम्रो लागि चाहिँ सिक्ने एउटा इन्भाइरोमेन्ट भयो त्यता र ह्याभिङ यो ग्राउन्डमा आएर चाहिँ हाम्रो कस्तो भयो भने एक त हाम्रो यो ग्राउन्ड होम ग्राउन्ड जस्तो पनि भयो। अर्को कुरा चाहिँ केटाहरू जेलअप राम्रो भइसक्यो, अनि जेलअप राम्रो भइसकेको थियो र सबै एस्पेक्टमा हामीले वर्क गरेको थियौँ। अब हामीले क्रिकेट राम्रो फेजेसमा पहिला क्रिकेट राम्रो खेलेको थियौँ भने अहिले चाहिँ एज अ टिम नै एउटा एफोर्ट देखियो, फिल्डिङ वाइज, ब्याटिङ वाइज, बलिङ वाइज, र सबै क्लिक भयो, एज अ टिम क्लिक भयो। त्यहीको कारणले नै हामी अहिले यस्तो यो च्याम्पियनसिप जित्न सकेको छौँ। ओके, थ्याङ्क यू विकल एन्ड गो एन्ड इन्जोय विथ योर टिम। योर टिम इज वेटिङ फर योर फोटो सेसन। थ्याङ्क यू सन्देश। सो प्राउड अफ यु गाइज है।